Argentina, campeón del mundo, champions of the world. फुटबलको दुनियाँमा एउटा यस्तो नाम छ जसको चर्चा बिना फुटबल अपुरो छ, विश्वकप अधुरो छ, अर्जेन्टिना। सन् 2022 मा कतारको भूमिमा तेस्रो स्टार थप्दै अर्जेन्टिना अहिले विश्व फुटबलको राजा बनेको छ। लियोनल मेसीको त्यो सपना साकार भएको क्षण हामी कसैले बिर्सिएका छैनौँ। मेसीसँग सबै उपाधि थिए तर विश्वकप थिएन, जसले सर्वकालीन महान खेलाडी को, मेसी कि रोनाल्डो भन्ने विषयमा विश्व नै दुई ध्रुवमा विभाजित थियो। तर 2022 को विश्वकप जितेपछि त्यो सन्देहको अन्त्य भयो र मेसी सर्वकालीन महान खेलाडीमा दजिए। सबैभन्दा धेरै संस्करणको विश्वकप खेल्ने खेलाडी मेसी, अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी मेसी, अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी मेसी। करियरको अन्तिम विश्वकप खेल्न लागेका मेसीले उपाधि रक्षा गर्दै बनाउलान् त कीर्तिमान। मेसीलाई यो सफलता दिलाउनुका पछाडि मास्टरमाइन्ड भुल्नु हुँदैन। उनी हुन् प्रशिक्षक लियोनल स्कालोनी। सन् 2018 को विश्वकपमा फ्रान्ससँग पराजित भएपछि जब टोली सङ्कटमा थियो, स्कालोनीले जिम्मेवारी सम्हाले। सुरुमा उनी अस्थायी प्रशिक्षक थिए। उनले छोटो समयमै टोलीको रूप रङ नै बदलिदिए। स्कालोनीले टिममा नयाँ र युवा रगत मिसाए। रोड्रिगो डी पाउल, लाउटारो मार्टिनेज, जियोभानी लो सेल्सो जस्ता खेलाडीलाई उनले टोलीको मेरुदण्ड बनाए। उनले अर्जेन्टिनालाई मात्र एउटा टोली होइन, एउटा जित्ने मेसिन बनाए। 28 वर्षको ट्रफीको खडेरी तोड्दै उनले टोलीलाई सफलताको उचाइमा पुर्याए। सन् 2026 को विश्वकपको यात्रा अर्जेन्टिनाका लागि एक सफल र गर्विलो यात्रा साबित भयो। डिफेन्डिङ च्याम्पियनका रूपमा मैदानमा उत्रिएको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनौट चरणमा आफ्नो वर्चस्व कायम राख्यो। अर्जेन्टिनाले छनौट चरणका 18 खेलहरूमा असाधारण प्रदर्शन गर्यो। टोलीले 12 खेलमा जित, 2 मा बराबरी र केवल 4 खेलमा हार बेहोर्दै तालिकाको शीर्ष स्थानमा रहेर छनौट यात्रा टुङ्ग्यायो। अर्जेन्टिनाले कुल 38 अङ्क जोड्दै आफ्नो निकटतम प्रतिद्वन्दी इक्वेडरभन्दा 9 अङ्कको स्पष्ट अग्रता कायम गर्यो। यस यात्रामा अर्जेन्टिनाले 31 गोल गर्दा विपक्षीबाट केवल 10 गोल मात्र खायो, जसले टोलीको आक्रामक र रक्षात्मक दुवै पक्ष बलियो रहेको प्रमाणित गर्छ। विशेष गरी घरेलु मैदानमा अर्जेन्टिनालाई हराउन कुनै पनि टोलीलाई हम्मे पर्यो। लियोनल मेसीले छनौट चरणमा 8 गोल गर्दै शीर्ष स्कोररको सूचीमा आफ्नो नाम राखे, जसले उनी अझै पनि टोलीका मुख्य आधार हुन् भन्ने देखाउँछ। अर्जेन्टिनाको यात्राको सबैभन्दा ठूलो विशेषता भनेको विश्वकप सुरु हुनुभन्दा 5 खेल अगावै आफ्नो स्थान पक्का गर्नु थियो। बोलिभिया र उरुग्वे बीचको खेल बराबरीमा सकिएसँगै अर्जेन्टिनाको स्थान सुरक्षित भएको थियो। त्यसपछि भएको ब्लकबस्टर भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई 4-1 को फराकिलो अन्तरले पराजित गर्दै आफ्नो छनौट यात्राको भव्य उत्सव मनायो। प्रशिक्षक लियोनेल स्कालोनीले युवा र अनुभवी खेलाडीको सन्तुलन मिलाउन महत्त्वपूर्ण भूमिका खेले। एन्जो फर्नान्डेज, जुलियन अल्भारेज र एलेक्सिस मैकएलिस्टर जस्ता युवा प्रतिभाहरूले टोलीको मध्यपङ्क्ति र आक्रमणलाई थप ऊर्जा प्रदान गरेको छ। अब पालो नयाँ चुनौतीको। सन् 2026 मा अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि अर्जेन्टिना फेरि एकपटक तयार छ। 19औं पटक विश्वकप खेल्न लागेको यो टोलीको लक्ष्य स्पष्ट छ। ब्राजिलले 1962 मा राखेको कीर्तिमान जस्तै लगातार दोस्रो पटक उपाधि जितेर इतिहास दोहोर्याउने। अर्जेन्टिनाको विश्वकप यात्रा सन् 1930 देखि सुरु भएको हो। उनीहरू अहिलेसम्म 19 पटक सहभागी भइसकेका छन्। उनीहरूले 3 पटक सुनौलो ट्रफी उचालेका छन्। पहिलो 1978 आफ्नै देशमा भएको विश्वकपमा मारियो क्याम्पेसको जादुले अर्जेन्टिना पहिलो पटक च्याम्पियन बन्यो। दोस्रो 1986 मेक्सिकोको मैदानमा डिएगो म्याराडोनाको त्यो ऐतिहासिक प्रदर्शन जसलाई फुटबलको इतिहासमा वान म्यान सो भनिन्छ। र तेस्रो 2022 कतारमा लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले 36 वर्षपछिको प्रतीक्षा समाप्त गर्यो। तर सफलतासँगै अर्जेन्टिनाले धेरै पटक पीडा पनि भोगेको छ। सन् 1930, 90 र 2014 मा फाइनल पुगेर उनीहरू उपाधिबाट विमुख बनेका थिए। तर यही उतार चढावले नै अर्जेन्टिनाको फुटबललाई यति रोमाञ्चक बनाएको छ। लियोनल मेसी कीर्तिमानको राजा। जब हामी अर्जेन्टिनाको कुरा गर्छौं, लियोनल मेसीको नाम आफै आउँछ। मेसी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै 13 गोल गर्ने खेलाडी हुन्। उनले ग्याब्रियल बाटिस्टुटाको 10 गोलको रेकर्डलाई पछि पारेका छन्। त्यति मात्र होइन, मेसी विश्वकपको इतिहासमै सबैभन्दा धेरै 26 खेल खेल्ने खेलाडी पनि हुन्।
2006 देखि 2022 सम्म 5 वटा विश्वकप खेलेका मेसी 2026 मा सहभागी भए भने त्यो अर्को ठूलो कीर्तिमान हुनेछ। उनको खेल कौशल र नेतृत्वले नै आज अर्जेन्टिना यो स्थानमा छ। 2026 विश्वकप खेल तालिका र समूह। अर्जेन्टिनाले समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनसँग खेल्नेछ। 16 जुनमा अर्जेन्टिनाले कान्सास सिटी स्टेडियममा अल्जेरियासँग खेल्नेछ। त्यसपछि 22 जुनमा अस्ट्रिया विरुद्ध डालस स्टेडियममा प्रतिस्पर्धा गर्नेछ र समूहको अन्तिम खेलमा अर्जेन्टिनाले डालस स्टेडियममै जोर्डन विरुद्ध प्रतिस्पर्धा गर्नेछ। यी खेलहरूमा अर्जेन्टिना स्पष्ट दावेदार देखिए पनि विश्वकपमा कुनै पनि टोलीलाई कमजोर सम्झिनु गल्ती हुन सक्छ। लियोनेल मेसीका लागि यो सम्भवतः अन्तिम विश्वकप हो। त्यसैले अर्जेन्टिनाको लक्ष्य लगातार दोस्रो पटक र समग्रमा चौथो पटक विश्वकपको उपाधि जितेर इतिहास रच्नु हुनेछ। शानदार छनौट यात्राले अर्जेन्टिनी समर्थकहरूमा फेरि एकपटक विश्व विजेता बन्ने ठूलो आशा पलाएको छ। अर्जेन्टिना अहिले आफ्नो स्वर्ण युगमा छ। बलियो डिफेन्स, सन्तुलित मिडफिल्ड र घातक आक्रमणका साथ उनीहरू 2026 मा आफ्नो उपाधि रक्षा गर्न मैदानमा उत्रिनेछन्। के मेसी र स्कालोनीको जोडीले फेरि एकपटक विश्व जित्ला? विश्वकप 2026 को हरेक अपडेटका लागि हामीसँग जोडिनुहोला। तपाईलाई अर्जेन्टिनाको सबैभन्दा मनपर्ने खेलाडी को हो? तल कमेन्ट गर्न नभुल्नुहोला। साथै च्यानललाई लाइक, शेयर र सब्स्क्राइब पनि गर्नुहोला।